मलाई एकदमै खुसी अनि जस दुईटा नानी बाबु भएकोमा चाहिँ धेरै खुसी। मलाई पनि 18 वर्षपछि यहाँ यो अस्पतालमा आइसकेपछि रोल्पादेखि यहाँ आउँदा एकदम पहिलोचोटि नै सफल भयो। एकदमै खुसी छ। यहाँका मेम अनि नर्सहरू सबैले एकदमै राम्रो व्यापार गर्नुभयो अनि उपचार सफल भयो। अहिले हातमा नानीहरू आए एकदमै खुसी छु। हुन्छ अब हामीले चाहिँ जस अब धेरै ठाउँ पनि यो कीर्ति आयुर्वेद सेन्टरमा चाहिँ उपचार हुन्छ भन्ने कुराहरू सुनेका त थियौँ हामी टिकटकहरूमा भाइको रोलमा चाहिँ हेरेर म चाहिँ इन्डिया आयुर्वेद सेन्टर अनि यहाँ आउँदाखेरि त्यो ठाउँमा चाहिँ तपाईँहरूलाई ठिकै छ होइन मेरो मेमले भनेको छ भन्नुभयो अनि हामी चाहिँ सोचेका थिएनौँ। पछि आउँदाखेरि नमस्कार गर्दै जानुभयो। उहाँ चाहिँ डक्टरै हुनुहुँदो रहेछ हामी त नर्स हुनुहुन्छ कि भन्ने लाग्यो। भित्र जाँदाखेरि उहाँ हुनुहुँदो रहेछ एकदमै राम्रो अनि मान्छे पनि उहाँ चाहिँ धेरै उहाँको त उच्च हौसलाहरू मिल्यो। हुन्छ होइन त्यस्तो अब जे जस्तो भए पनि हुन्छ भनेर भन्नुभयो अनि हामी पनि अब ठिक छ अब उपचारको प्रक्रिया अगाडि बढाउँछौँ। हामीसँग अब त्यति वर्ष त आइसकेको पनि होइन थोरै छ हाम्रो पनि भन्ने सोचेका थियौँ। पछि अन्तिममा आएर एकदमै पहिलोचोटि नै सक्सेसफुल भयो। धेरै राम्रो उहाँ चाहिँ अनि सबैभन्दा विशेष गरी सानो महिलालाई एकदमै धन्यवाद छ। उहाँलाई हामीलाई खुसी दिनुभयो। अब दिदी ठिक छ दिदी? ठिकै छ। हामी घरबाट आउँदा कहाँ जाने के गर्ने भनेर सोचेका थियौँ। यहाँ आइसकेपछि पहिलोचोटि नै हामी काउन्सिलिङमा नै एकदमै खुसी भयो अनि त्यसपछि उपचारको प्रक्रिया सुरु भयो अनि एकदमै राम्रो खुसी। योभन्दा खुसी हामीलाई अरू केही पनि छैन। जिन्दगीमा पहिलोचोटिको खुसी हो। यति नै हो। आइबिएफ नेपालमा अनुभव चाहिँ एकदमै राम्रो एकदम ठिक छ। अनुभवी डक्टर पायौँ एकदम खुसी लाग्यो।